गुलियो कुराकानी जेरी जस्तै गुलियो कुराकानी। अब यो भुत्तेको जेरी भन्छन् हैन, खास भुत्तेको जेरी भनेको चाहिँ के हो? भुत्तेको जेरी भनेको खास के हो भन्दाखेरि मेरो बुवाको नाम सिद्धिलाल चुल्याजु, उहाँको उपनाम भुत्ते। सबैले चाहिँ भुत्ते रोटी खान जाउँ, भुत्ते जेरी खान जाउँ भन्दा भन्दा अहिले हाल आएर भुत्ते जेरीको नाम भएको हो। यो त 100 वर्ष पुरानो भन्छन्। हो, अझ बढी भइसक्यो। 100 वर्ष भइसक्यो, अझ बढी भइसक्यो, अझै बढी। कति सालमा तपाईँलाई ठ्याक्कै थाहा छ कि छैन यो कति सालमा स्थापना भएको? म चाहिँ उहाँको सबैभन्दा सानो छोरा, कान्छा छोरा। अब मलाई त थाहा छैन, त्यही पनि मैले सुने अनुसार अब मेरो दिदी चाहिँ 94 वर्ष बाँच्नु भएर उहाँ चाहिँ स्वर्ग जानुभयो भने आज मेरो दिदी बितेको पनि 15-20 वर्ष भयो होला। 20 वर्ष भयो। अनि त्यो हिसाबले 110 वर्ष त त्यसकै भइहाल्यो। कसरी चाहिँ स्थापना भयो यो, कसरी सुरुवात भयो? अब त्यति बेला चाहिँ हाम्रो बुवा चाहिँ लाउरे हुन इन्डिया गयो के अरे। अब त्यहाँ लाउरे हुन मन लागेन होला, अनि त्यसपछि त्यही कामसाम सिक्यो। अनि बर्मा घुम्दै आफ्नो देशमा आएर पोखरा आएर आफ्नो जन्मथलो पोखरा आएर यहीँ व्यापार सानो दोकान राख्नुभयो। त्यही दोकानको नाम अहिले आएर भुत्ते जेरी। भुत्तेको जेरी, भुत्तेको होइन, भुत्ते। भुत्ते जेरी नाम, बुवाको निकनेम भुत्ते। सुरुबाट नै यो जेरी नै हुन्थ्यो वा मिठाई पसल अरू मिठाई हुन्थ्यो? हाम्रो चाहिँ बुवाको पालामा त हुन्थ्यो, सेलरोटी हुन्थ्यो, गजा हुन्छ, बाल्सै हुन्छ, लालमुन हुन्थ्यो, पुरी हुन्थ्यो, तरकारी, चिया, पाउरोटी होइन। जस हाम्रो बुवाले जानेको कुराहरू आमाले सिक्नुभयो, आमाबाट हामीले सिक्यौँ। त्यति बेला चाहिँ इन्डिया जानुभयो, इन्डियामा अब मिठाई पसलमा काम गर्नुभयो, भर्ती हुन सक्नु भएन? भर्ती हुन सकेन, सायद निहारको छोरा दर्पुग हुन्छ भन्छन् कि के गरौँ। अनि बर्मा पनि काम गर्नुभयो? बर्मा पनि सायद काम गर्नुभयो होला, काम नगर्दा खान पाइन्न होइन र। अनि आफ्नो देश सम्झेर आफ्नो जन्मस्थान पोखरा आएर अनि उहाँले जानेको काम यहाँ व्यापार व्यवसाय सुरु गर्नुभयो कि। अहिले जुन ठाउँमा जेरी पसल छ, हजुर, त्यही ठाउँमा सुरुवातबाटै थियो कि पछि? घर त हाम्रो पहिलादेखि त्यही थियो। मैले सुने अनुसार 2006 साल चैत महिनामा बिन्दवासिनीमा के होम थियो अरे कि एउटा। होम गर्दा गर्दै कुनै एकजनाले बोका बलि दिएछ कि, अनि हावाहुरी आएर त्यो आगो सल्किएर पोखरी जम्मै दौडेको कि। बिन्दवासिनीबाट सायद नालामुखसम्मै तेर्सापत्तीसम्म जल्यो कि। अनि त्यसपछि बनेको बल्ल हाम्रो घरहरू हो कि। 6 सालमा आगलागी भयो, खरको घर थियो। त्यसपछि बल्ल 7 साल 8 सालबाट चाहिँ घर बनाउनु सुरु भयो कि। त्यो घर चाहिँ म पुरानो हाम्रो टोको घर चाहिँ 8 साल पछिको घर हो। हाम्रो चाहिँ के 9-10 सालतिर होला। त्यो बेलामा चाहिँ कसरी चाँजो पाँजो मिलाउनुहुन्थ्यो व्यवसायको? जस्तै होइन, अब यो जेरीको लागि चाहिने सरसामग्रीहरू होइन कसरी ल्याउनुहुन्थ्यो? त्यति बेला चाहिँ इन्डियाबाट आउँथ्यो। बाटो त पछि खोलेको हो होइन। त्यति बेला चाहिँ भरिया लगाएर चिनीहरू, घिउहरू त हाम्रो यो गाउँबाट आउँथ्यो, ग्यारजाती, सराङकोट होइन। त्यसपछि सबभन्दा धेरै उत्पादन हुने घिउ बागलुङ, बाघको पालामा फेरि प्योर घिउमा पोल्थ्यो कि। अहिलेको जस्तो चाहिँ डाल्डा घिउ, सनफ्लावर थिएन नि। त्यति बेला चाहिँ तोरीको तेल र गाई भैँसीको घिउ थियो। घिउ त हाम्रो यहीँ उत्पादन हुन्थ्यो के अरे। तर चिनीहरू भने चाहिँ इन्डियाबाट आउँथ्यो। भरिया लगाएर बाटो हुँदै, पाल्पा हुँदै, स्याङ्जा हुँदै पोखरा आउँथ्यो। पछि जहाज आएपछि भैरवबाट यहाँ जहाजमा पनि सामान आउँथ्यो। महको चास्नीमा पनि डुबाइन्थ्यो भन्थ्यो नि। महको बाघको पालामा होला, हाम्रो पाला त गरिन। त्यति बेला चाहिँ महको चास्नीमा डुबाउने? महको चास्नी पनि हुन्थ्यो त्यति बेला चाहिँ। त्यो के भन्छ अरे, भेली के भेली, खुदो 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 खुदोमा पनि। अहिले चाहिँ यो जेरी बनाउने हुन्छ नि प्रक्रिया कसरी बनाउनुहुन्छ? यो किन यति धेरै प्रख्यात बन्यो? भुत्तेको जेरी, भुत्ते जेरी भनेपछि धेरै प्रख्यात छ तपाईँहरूको होइन। हजुर, देश विदेश धेरै ठाउँमा चाहिँ यो पोखरा गएपछि यो जेरी खानुपर्छ भन्छन्। किन यति धेरै प्रख्यात भयो जस्तो लाग्छ? अब सायद एउटा पुरानो भएर होला।
100 वर्ष नागिसक्यो भने चाहिँ होइन पुरानो भएर होला, अर्को चाहिँ मिठो भएर होला। अनि फेरि हाम्रो चाहिँ नेचुरल हो कि रङसँग पनि हाल्दैन, त्यही भएर मिठो भएको लागि। जेरी पसल त थुप्रै छ, जेरी त जहाँ पनि खान पाइन्छ। यो नालामुख गएर भीमसेन गएर तपाईँकै जेरी खानुपर्ने, यो खास विशेषता चाहिँ के हो? विशेषता भनेको चाहिँ हामीले चाहिँ तातो दिने के लाइभ जेरी के हेर्दा ग्राहक पनि अगाडि आएर हेर्छन् होइन, हेर्दा नि रमाइलो। बनाएर राख्नुहुन्न? बनाएर पनि राखिन्छ, हाफ फ्राई गरेर राखिन्छ, पछि तताएर पनि दिइन्छ। बिहान बिहान त सुरुबाट त पुरा लाइभ हो, पकाएको पकाइ हो। भनेको दिनभरि नै हुन्छ तपाईँहरूको पसल? होइन, अहिले हाम्रो चाहिँ नियम कानुन घरको नियम बनाएको छु कि अब मान्छे हो म पनि होइन, आराम गर्नु पऱ्यो नि, त्यही भएर टाइम टेबल राखेको छु कि बिहान 8 बजी सुरु हुन्छ, 12 बजे बन्द। अनि बेलुका 4:30 बजे सुरु हुन्छ, 6 बजे 6:30 बजे बन्द। 8 बजीभन्दा अगाडि गएर पनि खान पाइएन? पाइएन। 12 बजेभन्दा पछाडि गएर पनि 4 बजीसम्म खान पाइएन? पाइएन। तपाईँहरूको त्यो निश्चित समय खोल्ने समय हुन्छ? हजुर। त्यो खोल्ने समयमा जानुभयो भने चाहिँ खान पाइयो। अब अलिकति यो थोरै हामी यो भनौँ न, तपाईँहरूको पारिवारिक पृष्ठभूमि, यो तपाईँ पुर्ख्यौली पेसा अपनाउँदै हुनुहुन्छ होइन? बुवाको बारेमा हामीले चर्चा गऱ्यौँ, कुरा गऱ्यौँ। बुवाले सुरुवात गर्नुभयो, तपाईँहरूले यो पुर्ख्यौली पेसा अपनाउँदै हुनुहुन्छ। तपाईँ मात्रै हुनुहुन्छ कि पुर्ख्यौली पेसा अपनाउने, वा तपाईँहरूको दाजुभाइले पनि यो अपनाउनु भएको छ? हाम्रो चाहिँ अहिले हामी 5 जना दाजुभाइ हो। 5 जना दाजुभाइमा अब 3 जना त बित्नुभयो, स्वर्गको बास भइसक्यो होइन। अब बाँकी रहेको दाइ बाटलीचोरमा हुनुहुन्छ, मेरो ठुलो दाइ, उहाँले पनि जेरी पकाउनुहुन्छ। अनि अर्को दाइ चाहिँ पिएन क्याम्पसको गेट मुनि भाउजू, मेरो ठुली भाउजू माङको खाजा गर्छ, उहाँ पनि जेरी त पकाउँदैन, चिया खाजाहरू बनाएर अहिलेसम्म मेरो भाउजू 80 वर्षको हुनुभयो, अहिलेसम्म चिया पकाइरहनुहुन्छ, खाजा बनाउनु। मूल चाहिँ थलो भनेको तपाईँहरूले गर्नुभएको यो भीमसेन टोलमा? हजुर। कतिजना? 5 जना दाजुभाइ? 5 जना दाजुभाइ। दिदीबहिनी 3 जना। दिदीबहिनी चाहिँ 3 जना। सबैजना हुनुहुन्छ? हुनुहुन्न? आमा 3 जना। आमा पनि 3 जना? यो आमा 3 जना हुनुको चाहिँ रहस्य पछाडि के छ? आमा 3 जना हुनुको त्यति बेला त हुन त धेरैजना होइन, बहुविवाह होइन। हाम्रो बाले बाध्य भयो कि एउटा श्रीमती बिहा गर्यो, 2टा छोरी पायो, त्यो आमाको चाहिँ स्वर्गवास भयो, जीवनसाथी त चाहियो। त्यसपछि मेरो आमाको दिदी बिहा गर्नुभयो, मेरो आमाको दिदी बिहा गरेपछि नि एउटा छोरा पाएर उहाँ पनि स्वर्गवास भयो। त्यसपछि सालीलाई कुर्दा 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 केही वर्षपछि मेरो आमा बिहा गर्नुभयो। त्यति बेला भर्खरै आएको थियो बग्गी क्या, बग्गीमा चाहिँ राखेर चाहिँ भित्र आएको बाजा ठोकेर। बुवा चाहिँ अलि रमाइलो गर्ने टाइपको मान्छे हुनुहुन्थ्यो। उहाँ भैरव मन्दिरमा पनि नाच्न टप, पोखरामा चाहिँ लाखे नाच्न टप, गाई जात्रामा चाहिँ नाच्न टप, पुरस्कार पनि पाएको छ, टकमा पनि छ। त्यो मेरो पसलमा चाहिँ बा आमाको फोटोमा त्यो टकमा पनि राखेको छ। त्यो 2025 सालको कुरा हो। यो चाहिँ अहिले भनौँ न, व्यवसायहरू त्यति धेरै फर्स्ट आएन भने होइन, 2-4 वर्ष गर्ने, अनि त्यसपछि त्यो व्यवसाय परिवर्तन गर्ने होइन, त्यति धेरै यो धैर्यता मानिसहरूमा छैन। तपाईँहरू त 100 वर्षदेखि एउटै व्यवसाय गर्दै आउनु भएको छ होइन। यो निरन्तरता पाउनुको पछाडि के हुनसक्छ रहस्य? यसो नि भाइ, मान्छेले यो चलेन भनेर 1 महिना 2 महिना 1 वर्ष कुरा धैर्य छैन है। जे कुरा गर्नु धैर्य चाहिन्छ भन्ने बित्तिकै केही पनि हुँदैन। यदि चिया खान त तार पानी तार्न कति टाइम लाग्छ भने व्यापार हो नि, व्यापार गर्न टाइम लाग्दैन। तर आत्तिनु हुँदैन, मात्तिनु हुँदैन, टाइम हुन्छ। अघि पछि मान्छेले अहिले नै चाहियो कि अब जेरी भनौँ न, लाइफ पोलिरहेछ, हामीले पोलिरहेको हुन्छ न, जेरी पाक्यो, पाक्दैछ, बस्नुहोस् न, कति मिनट लाग्छ, हेर्नुहोस् न, बल्ल पाक्दैछ। तपाईँ किन आत्तिनुहुन्छ? खानेकुरा हो नि, धैर्य गर्नुपर्छ नि, म भन्छु क्या। त्यही भएर खानेकुरामा चित्त बुझ्दैन भने गाह्रो है। मान्छेलाई राम्रो गर्दा गर्दै नहुने रहेछ क्या यो व्यापार, त चित्त बुझ्न गाह्रो। तपाईँ चाहिँ दाइको जिन्दगीमा कहिले जोडिनु भयो र यो व्यवसाय
तपाईँ आउँदाखेरि व्यवसाय सुरु भइसकेको थियो वा तपाईँले झकझकाउनु भएको? होइन, यो बेटा म जन्मेकै थिएन उहाँको व्यवसाय हुँदा सबैले हामी त सानो थाहै छैन आल्ठुला भुत्तेको जेरी भुत्तेको खोला भुत्ते भने उहाँको भने थाहा छैन मलाई। हामी त म बिहा भएर कति वर्ष आयो? 52 सालमा मेरो बिहा भयो होइन। उहाँको दाइ अलि दुःख दिने खालको के साइला दाइ, साइलालाई दुःख दिने त्यो ड्रग्स खाने एकदम दुःख दिने। अनि हाम्रो लभ म्यारेज हो नि है, लभ म्यारेज म खोल्नुपर्छ होइन, खोल्नुपर्छ लभ म्यारेज हो। अनि यसो हेरेँ दाजुभाइ सबै त्यस्तो त्यस्तो क्या, त्यो हेरेँ त्यस्तो त्यो हेरेँ त्यस्तो त म अलिक बुझेँ नि। अनि म सोचेँ कि अब उहाँसँग गयो भने उहाँलाई एउटा साथ दिनुपर्छ है भने म साथ दिन गएको मान्छे हो क्या। म एउटा घरमा एउटा चिया धरि पकाउन जान्थेन कि म अर्काको घरमा गएपछि जे पनि जानुपर्ने रहेछ कि बाध्यता। म उहाँकोसँग गएर धेरै कुरा जाने मैले, म के पनि नजानेको मान्छे। जेरी पकाउन जान्नुभयो अरू सबैभन्दा पहिला? अलिअलि जानेछु है, अलिअलि जानेछु। कसले बाध्यता कसले उहाँ सधैँ सक्नुहुन्न नि होइन, साथ त दिनु पऱ्यो नि। मैले नगर्ने छोराले गर्छ, अहिले बाबु छ नि अहिले बाबुले गर्छ। भनेको यो तपाईँहरूको पारिवारिक पेसा पनि भयो पुर्ख्यौली सँगसँगै? उहाँको होइन, उहाँको कपडा पसल, उहाँको बुवाहरूको चाहिँ कपडा पसल। अब त तपाईँहरू सबैको पारिवारिक? हाम्रो चाहिँ पहिलेदेखि अब यो जेरी पसल, मिठाई पसल होइन। तपाईँहरूको कतिजना बाबु नानी हुनुहुन्छ र यो पेसासँग उहाँहरूको चासो चाहिँ कस्तो छ? मेरो एउटा छोरी एउटा छोरा। छोरी चाहिँ पढाएँ, अब बिहा गर्ने बेला भयो भनेर बिहा गरेर दियो। अब छोरा बाँकी छ, मास्टर पढेर भ्यायो। अब उसलाई चाहिँ यही काम सिकाइरहेको छु कि मैले के भन्छु भन्दाखेरि हामी मरेर गए पनि मेरो जेरी पाकिरहोस् भनेर कि मेरो जीवन साथीलाई सिकाइरहेको छु, मेरो छोरालाई सिकाइरहेको छु। अहिले बिहान तपाईँहरूको मेरो पसलमा देख्नुभयो नि मेरो छोराले काम गरेको। अहिले हरेक काम गर्दाखेरि इन्ट्रेस्ट हुनुपर्छ कि। अब अहिलेको युवाहरू त सबै विदेश जान चाहन्छन् होइन, तपाईँको छोरामा त्यो लगाव छ त? तपाईँले त लगाउनु भयो होला, जेरी यो हाम्रो पुर्ख्यौली पेसा हो गर्नुपर्छ भनेर भन्नुभयो होला, त्यो अनुसार उसले बुवाले भनेपछि मान्नुपर्छ भनेर पनि होला। चासो चाहिँ उसको चाहिँ भित्री इच्छा चाहिँ के छ? यही पेसाप्रति निरन्तरता दिने भन्ने छ? अहिले आएर चाहिँ छ। हिजो +2 पढ्दाखेरि ऊ पनि बाहिर जानु खोजेको थियो, सबै साथीहरू बाहिर गयो, अस्ट्रेलिया, क्यानाडा होइन, अमेरिका। उसलाई पनि जाउँ जस्तो भएको थियो, एकपल्ट जान्छु भनेको थियो। अनि मैले भने कि हेर बाबु, पारी घरको दाइ हेर बित्दाखेरि छोरा आयो, तल्लो घरको दाइ हेर बित्दाखेरि छोरा आयो, 4 दिनसम्म फ्रिजमा लास राखेर पछि आएर जलाएको होइन र? तिमीले त्यो देखेको छौ नि। विदेश जाने हो, घुम्न जाने हो, काम गर्ने, पहिला आफ्नो देश घुमौँ पछि बल्ल विदेश घुमौँ। आफ्नो पहिला काम गर्नुपर्छ, पैसा जम्मा गर्नु पऱ्यो, टाइममा चाहिँ घुम्न जानुपर्छ। तर विदेशमा गएर पढ्न जाने उहीँ बस्ने होइन कि उडेर जान्छ कि मरेको लास आउँछ बाकसमा। त्यस कारण चाहिँ जाने नै होइन, यहीँ बस्ने, आफ्नो काम गर्ने, रमाउने, दुःख पनि गर्ने, घुम्न पनि घुम्ने, रमाइलो पनि गर्ने भनेको चाहिँ बाबु ज्ञानी छ, मान्यो। अहिले उसलाई चाहिँ बाहिर पढ्नु, मैले मास्टर गर्न अमेरिका जाऊ भनेको थिएँ मैले। भोलि छोराहरूले गाली गर्छ, बा आमाले मलाई विदेश पठाएन भनेर मलाई त गाली गर्छ भनेर मैले तिमी मास्टर पढ्ने भए अमेरिका जाऊ, तिमी अमेरिका पढ्न गयो भने भोलि टोपी लाउने बेलामा चाहिँ हामीलाई पनि बोलाउँछ, हामी पनि घुम्न पाइन्छ अमेरिका भनेको चाहिँ होइन ड्याडी, बुवा म जान्न, यहीँ बसेर पढ्छु भन्यो। त्यसो ठिक छ, राम्रो कुरा हो। पछि चाहिँ अब भगवान्ले साथ दियो भने घुम्न जाउँला भनेको बाबु चाहिँ जस अहिले काम गरिरहेछ। अघि भन्नुभएको थियो नि म मरे पनि मेरो जेरीको स्वाद बाँचिरहोस्, धान्य भयो। अब यो सुरुबाट जस्तै सिद्धिलाल चुल्याजुले जसरी सुरुवात गर्नुभयो होइन, राजकुमार चुल्याजुले त्यसलाई निरन्तरता दिएर यहाँसम्म पुर्याउनु भएको छ। स्वाद चाहिँ त्यही छ कि छैन? सुरुवातदेखिको स्वाद आजसम्म स्वाद फरक छ। किन अहिलेको मान्छेलाई थाहा छैन, खाना पाए भयो होइन, स्वाद त्यही छ भन्छ। जस्तै हिजो एउटा काठमाडौँको दाइ आउनु भएको थियो, विष्णु उपाध्याय, डाक्टर
विष्णु उपाध्याय 46 वर्षपछि पोखरा आउँदाखेरि त्यो जेरीको स्वाद दिन आउनु भएको थियो र उहाँले खानुभयो। मैले सोधेँ स्वाद कस्तो छ नि त 46 साल अगाडिको स्वाद र त्यो एउटै छ भने कि उसले त्यो भनेको मैले पकाएको चाहिँ जेरी भयो। मेरो बुवा आमाले पकाउँदाखेरि त पुरा दाउरामा प्योर घिउमा पकाउँदाखेरि त्यो दाउरामा पकाएको खानेकुरा एकदम मिठो हुन्छ कि त्यति बेलाको स्वाद र अहिले हामीले पकाएको स्वादमा फरक छ। स्वाद चाहिँ अब पहिलाको भन्दा त धेरै फरक हुने। अहिलेको मान्छेले थाहा छैन नि हाम्रो बुवाले पकाएको चिज खाएको छैन अहिलेको युवतीहरूले होइन र खालि हामीले पकाएको मात्र खाइरहेको। त्यो बेलामा चाहिँ मिठो, त्यो बेलाको मिठो एकदम मिठो, दाउरामा पनि मिठो तर त्यो बेलामा एकदम मिठो, एकदम मिठो दाउरामा पकाएको त्यो पनि प्योर घिउमा। अहिले आएर हामीले चाहिँ बजारमा सनफ्लावर आयो नि सनफ्लावरमा पकाउनु। तपाईँले सुरुवात गर्दाखेरि जेरी पोल्न सुरुवात गर्दाखेरि चाहिँ बिक्रीको हिसाबले कति बिक्री हुन्थ्यो? आज चाहिँ कति बिक्री हुन्छ? कतिवटा जेरी बनाउँछ दिनमा? दिनमा हाम्रो मिनिमम 300 400 500 वटा। एउटा जेरीको मूल्य कति छ? एउटा जेरीको मूल्य 50 रुपियाँ। अहिले 50 रुपियाँ छ। त्यति बेला तपाईँले बनाउन सुरु गर्दाखेरि कति थियो? म सानो हुँदाखेरि मलाई याद छ एउटा जेरीको 1 रुपियाँ, 1 रुपियाँ, एउटा सेलरोटीको 1 रुपियाँ, चियाको 50 पैसा, तरकारीको 50 पैसा। अझ मैले सुनेको त हाम्रो बाउको पालामा त एक सुकाको 4 वटा दिन्थ्यो जेरी। एक सुकाको 4 वटा। पछि म त कान्छा छोरा हो कि होइन मैले थाहा पाएको चाहिँ 1 रुपियाँबाट सेलरोटी 1 रुपियाँ, 1 रुपियाँबाट 5 रुपियाँ भयो, 5 रुपियाँबाट 8 रुपियाँ भयो, 8 रुपियाँबाट 10 रुपियाँ भयो, अनि 15 रुपियाँ भयो, त्यसपछि 20 भयो, 25 भयो, अनि 30 पनि भयो, 35 भइगयो। 30बाट 40, 30बाट 40 भयो, 40बाट अनि 50 भयो। तपाईँले पोल्न थालेदेखि कति वर्ष भयो? तपाईँले आफैले चाहिँ पोल्न थालेको, जेरी पोल्न थालेको चाहिँ कति वर्ष भयो? मैले जेरी पोल्न थालेको म 15-16 वर्षमा हिर्काउँथेँ। भनेपछि आजभन्दा 39-40 सालमा पनि हिर्काउँथेँ। किन भन्दाखेरि त्यति बेला एउटा घटना घट्यो कि कस्तो घटना घट्यो भन्दाखेरि 2039 साल माघ 28 गते कि शिवरात्रिको दिन थियो। अनि मेरो साथीहरू हामी बसेर चाहिँ रमाइलो गर्ने आज भनेर एउटा प्रोग्राम बनाइरहेको थिएँ। पकाउने मान्छे फेरि मै हो। अनि मेरो आमाले रोटी पकाइरहेको थियो है। ए बाबु मामा बिरामी छ त्यहाँ एकपल्ट हेर्न जाने होइन भन्यो। आमाले भनेपछि जानु पर्यो। मेरो मामाको लेक्स्याट हो कि ठाडो पसल बैदम ठाडो पसल। अनि मेरो घरमा बाला बस्ने एउटा भाइको साइकल थियो, ब्रेक रहन्छ कि ब्रेक थिएन। अनि त्यो साइकल चलेर म गएँ मेरो साथीलाई पछाडि राखेर कि सेन्ट्रल प्रेसको चेन्द्र बजीमै उसले राखेर गएको। सिमलचौरमा चाहिँ ट्र्याक्टरले इँटा बोकेर ल्याएको थियो। रङ साइडमा भएछ कि रङ साइडमा भएर एक्सिडेन्ट भयो। मेरो खुट्टा भाँचियो कि। अनि त्यो बगालचोलमा एउटा फादर थियो। त्यो फादर अहिले त बित्नु भइगयो। अनि त्यो फादरले चाहिँ लौरी सौरी राखेर खुट्टा बाँधिदिएर पछि मलाई हस्पिटल लिएर गयो। अनि त्यहाँ त्यति बेला चाहिँ यो के भन्छ अरे स्टिलको चाहिँ राख्ने जमाना थिएन। डाइरेक्ट चाहिँ प्लास्टर गरिदियो कि। अनि मेरो खुट्टा अलिक बाङ्गो भयो होइन। अनि 1 वर्ष म घरै बस्नु पऱ्यो कि। अनि त्यति बेला मैले चाहिँ घरमा आमासँग धेरै रोटी बनाउने म सिक्न पाएँ कि झन्। खुट्टा भाँचेछ होइन बसिरहनुपर्छ। अनि आमाले कसरी बनाउँछ के गर्छ सबै हेर्थेँ कि मैले। अनि गर्दा 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 त्यो घटना घटेपछि मैले के भन्छु भन्दाखेरि नाफाको लाइफ भन्छु कि। अनि फेरि म चाहिँ स्कुल पढ्दाखेरि फेरि नेभीसँग हिँड्थेँ। सबै हिसाबले नाफाको लाइफ अझ स्कुल पढ्दाखेरि मैले झन् त्यो राजनीति पनि इच्छा लाग्थ्यो क्या। अनि नेभीसँग हिँड्थेँ। म पिएन क्याम्पसको कोषाध्यक्ष थिएँ। एक दिन त त्यो 46 सालको जनआन्दोलनमा चाहिँ डेमोक्रेसी ल्याउनको लागि अब त्यो मासमा चाहिँ कुन चाहिँ साथीले मेरो नाम दिएछ है जिन्दगीमा भाषण गरे भए पो बोलाइहालेँ मेरो नाम है। त्यत्रो धेरै मास छ। म त सम्बोधन गर्दै बिर्सेँ कि बोल्न जान्दिनँ मलाई है। खालि खानेकुरा मात्र पकाउन आउँथ्यो। अनि त्यहाँबाट चाहिँ अनि पछि पुलिसहरू भित्र आयो। आएपछि चाहिँ हामी 250 जना विद्यार्थी समात्यो। 250 जना विद्यार्थी समात्दाखेरि अरूलाई छोडिदियो। हामी 32 जना जेल गयौँ। जेलको अनुभव पनि भयो। 1.5 महिना 2 महिना लगभग 2 महिना
जति जेल पनि बसेँ। प्रजातन्त्रको लागि जेल बस्नुभयो। अनि राजनीतिमा चासो भएको मान्छे जेरी पोल्न थाल्नुभयो। होइन, म जेलबाट डेमोक्रेसी आएपछि म वडाको सल्लाहकार पनि भएँ, वडा नम्बर 2 को। अनि सल्लाहकार सदस्य थिएँ। अनि हामीले चाहिँ भीमसिंह टोलमा चाहिँ त्यो मन्दिरभित्र के मार्बल 50,000 रुपियाँ वडाबाट ल्याएर मार्बल पनि बनाइदिएँ। अनि मैले एउटा बाटो पनि बनाएको छु, हितमार्ग। हातको 50 रुपियाँ उठाएर जनसहभागिता 30%, नगरपालिकाबाट 70% गरेर एउटा बाटो पनि बनाएको छु। त्यो बाटोको नाम छ हितमार्ग। त्यो मेरो साथीको चाहिँ बुवा हो कि हितबहादुर बिजीको थियो भने उहाँ वडा अध्यक्ष हुँदाखेरि त्यो बस पार्क ल्याएको हो कि। त्यति बेला बस पार्क उहाँको देन छ कि। अनि उहाँको सम्झनामा मैले बाटोमा हितमार्ग भनेर त्यो नाम चाहिँ राखिदिएँ कि। त्यसपछि आएर चाहिँ अनि म राजनीतिक एकदम इन्ट्रेस्ट लाग्थ्यो। गर्दा 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 अनि मान्छेहरू के नम्बर 1 हाम्रो चाहिँ नेताहरूले चाहिँ गणतन्त्र मान्यो। हाम्रो सिद्धान्त के थियो भन्दाखेरि राजा पनि चाहिन्छ होइन, बिपीको सिद्धान्त हिँड्ने। अब राजा फालिदियो, त्यसपछि मैले राजनीति छोडिदिएँ कि। अनि म एकदम अब घर नीतिमा लाग्छु भनेर भने जस्तो जीवन साथी पनि पाएँ होइन। अब भगवान्ले भन्छ नि 2 छोराछोरी घर स्वर्ग सरी भन्छ नि, त्यस्तै एउटा छोरी पनि पाएँ, छोरा पनि पाएँ। अहिले गर्दा गर्दा ज्वाइँ पनि पाएँ, नाति पनि पाएँ। त्यही भएर म संसारको भाग्यमानी पुरुष जस्तो लाग्छ क्या। अब यो राम्रो जीवन साथी पाउनु भएको छ। यो अलिकति प्रसङ्ग तपाईँहरूको लभ लाइफको बारेमा होइन। अघि भाउजूले लभ म्यारिज भनेर भनिसकेपछि कसरी यो लभ म्यारिज हुन गयो वा भनौँ कसरी त्यो समयमा चाहिँ लभ पर्यो भन्ने खालको प्रसङ्गलाई जोड्न मिल्छ? कि त्यहाँ दाई जेरी पकाउने अनि दाई होइन भाउजू जेरी होइन जाने? उहाँको मेन घर त गणेश टोलमा हो। नालामुखमा दोकान थियो, दोकान कि किनारा पसल थियो। अब हामी चाहिँ त्यति बेला चाहिँ भर्खरको युवा केटाहरू होइन, चुरोट खान पर्ने होइन। अनि चुरोट खान चाहिँ उसको घरमा चुरोट किन्ने, उतापट्टि पछाडि डर थियो कि डरमा बसेर लुगेर खाने। त्यही पसलमा जाँदा जाँदा अनि मन पर्यो। भाउजूको के भन्नुहुन्छ यो लभ प्रसङ्ग तपाईँको जीवनमा दाइको प्रवेश कसरी भयो? तपाईँको दृष्टिबाट चाहिँ कसरी यसलाई भन्नुहुन्छ, व्याख्या गर्नुहुन्छ? कसरी हुने बेला कसरी हुन्छ यादै भएन मलाई खोइ। हुने बेलामा त थाहै छैन क्या। लभ त भयो है कसरी। उहाँ फेरि मेरो दाइको साथी के मन पर्थ्यो कि यो मेरो पसलमा आइराख्ने भन्ने नोटिस भयो कि होइन? त्यो मलाई अघि भने नि मैले। उहाँको दाजुभाइ सबै छैन है, गत्लो छैन। उहाँ एक्लो है। म हेरिरहेको छु कि कस्तो जिन्दगी हो। हामी त रमाइलो गर्ने मान्छे कि, हामीले केही दुखाएको छैन, केही छैन। यो मान्छे कस्तो। अनि मैले भने कि लभ त पऱ्यो, योसँग जानुपर्छ। उहाँलाई यो साथ त दिनु पऱ्यो नि। न दिदी छ न बहिनी छ, कोही पनि छैन नि। अब म जान्छु योसँग भनेर भगाएको गएको हो कि। म उहाँको त्यो जेरी पसल सिसे गएको होइन, उहाँलाई साथ दिन्छु भन्ने मात्र गएको। गएँ अनि सबैले अब कान्छी बुवाले प्यारै हुन्छ है। तिमी यो घरमा बस्न सक्दैन, त्यो सासुरो भन्दैन, त्यो सानीमा त्यो यस्तो यस्तो भन्छ क्या। आफू गुण हुनु रहेछ सबै कुरा। मेरो सानी आमाले कहिले पनि मलाई हेला गर्नु भएन, आमाले हेर्न गर्नु भएन। जहिले पनि यहाँ आऊ बस, आमासँग बसेर खानुपर्ने मैले है। चिया दिन चिया लिएर आऊ थाम्छौँ भन्छ। त्यस्तो माया पाएको म बुहारी हो नि, कान्छी बुहारी। सबैले तिम्रो बस्न सक्दैन, कसरी बसे त नि म। सबैको अलि त्यही भएर अर्काको कुरा सुन्नु हुँदैन क्या। सुनेर सुन्नुपर्छ, नसुन्ने होइन। सानी आमाको नाम लिइहाल्यो म भनौँ है। मेरो सानी आमा कस्तो भन्दाखेरि जब मेरो बुवा बितेपछि, मेरो बुवा बित्नु भयो नि, बितेपछि हामी सबै सानसानो कि दाइहरू, म सानसानो। अनि मेरो सानी आमाले मेरो आमाले साथ दियो, हामीलाई हुर्कायो कि। आफ्नो बिहा पनि गरेन, सम्पत्ति छ लेकसेटमा है। तर उहाँले चाहिँ आफ्नो सम्पत्तिको पनि माया नगरे के भने नलिने, हामीलाई हुर्काउँदा
हुर्काउँदा हुर्काउँदा मर्नुभन्दा अगाडि अब आफ्नो दाइको छोरालाई त सम्पत्ति खानु पऱ्यो नि। अनि फेरि मेरो सानी आमाले लिएर गयो 55 वर्ष 60 वर्ष म कहाँ बस्यो। मर्नुभन्दा अगाडि उहाँ लिएर गयो, उहाँ बित्नुभयो। अलि बितेको 4 वर्ष भयो होइन, 4-5 वर्ष भयो। मान्छे चाहिँ के भन्ने, सम्पत्ति नै ठुलो ठान्छ कि अहिलेको मान्छेहरू कि सम्पत्ति ठुलो होइन नि है, हामीलाई त माया चाहिन्छ नि। हामीले सानी आमाले हामीलाई हुर्कायो बढायो, त्यही हो कि हामी खुसी के। मेरो सानी आमाको सम्पत्ति हामीले 1 पैसा पनि दिएनौँ। वहीँ लेक साइडमा छ, डेम साइडमा छ, बिरुवा भन्छ नि खेत कि त्यहाँ छ, के भन्छ गैरी खिर के अस्ति पार्टी प्यालेस जलायो नि, त्यसको पछाडिको खेत पनि हाम्रो हो कि सानी आमाको हो कि। मान्छेहरू अचम्म देखेँ मैले। अब यो जेरीको सन्दर्भमा हामी फेरि पनि अलिकति जोडिन चाहन्छु होइन। बढी मात्रामा चाहिँ तपाईँहरूको हुन्छ नि पसलमा खोज्दै आउने हो। अहिलेसम्म त तपाईँहरूले त बोर्ड पनि राख्नु भएको छैन कि अरे बाहिर होइन, भुत्ते जेरी भनेर बोर्ड पनि बाहिर छैन, खोज्दै नै जान्छन् पुग्छन् है। यस्तो हो कि अब खानेकुरा हो होइन, खानेकुरा हो। अब जमाना कहाँबाट कहाँ पुर्याइदियो भन्दाखेरि यो मोबाइलले संसार सानो बनाइदियो, सबै यहीँ आउँछ। जुन युट्युब बनाउने भाइ बहिनीहरूले चाहिँ टिकटकमा राखिदिन्छ होइन, अब युट्युबमा राखिदिन्छ, त्यो हेरी के अनि पत्ता लगाएर खान मजा अर्कै हुन्छ कि। यसलाई भन्छ अहिले हन्टिङ जेरी, जेरीको शिकार के। मोबाइल हेऱ्यो कहाँ छ खोज्दा पत्ता लाग्छ नि, अनि खाना अनि पत्ता लागेपछि आनन्द आउने कि, झन् खाना पाएपछि झन् आनन्द आउने कि। अस्ति त एउटा आइमै त 3-4 दिनसम्म खोजेछ जेरी नभेटाएर, सपनामा पनि जेरी देखेँ अरे कि। अनि त्यो नानीले मलाई भन्थ्यो कि, खुसी लाग्यो कि मलाई। अनि यो बाहिर त्यो देखाउनको लागि भनौँ न, ठाउँ चिनाउनको लागि पनि त बोर्ड राख्दाखेरि त हुन्थ्यो होला नि, किन नराख्नु भएको? अब पुरानो पसल होइन, उसलाई भन्छ अनि खोजी आएर पत्ता लगाएर खान मजा अर्कै हुन्छ कि। त्यही भएर बोर्ड नराखेको कि, जान नराखेको। नराख्नु अब हाम्रो दोकानको त पुरा दर्ता सर्ता सबै छ होइन। अनि बोर्ड त सबैको छ, सबै दोकानको छ। यो पनि एउटा चाहिँ रमाइलो हुन्छ नि, पुरानो पसलको बोर्ड नभएको होइन र। ग्राहकहरू चाहिँ कस्तो आउँछन्? ओहो, ग्राहक त आउँछ। अब यो सबै मान्छे नेपाली दाजुभाइ दिदीबहिनी सबै आउँछ। अलि गर्दा विदेशमा बसेको दाजुभाइहरू नेपाल घुम्न आउँदा, आफ्नो घर आउँदा म कहाँ एकचोटि जेरी राखेकिन उसलाई के भन्छ जिन्दगीको मजै आउन भन्छ कि। जेरी खाएर घुम्न झन् मजा आउँछ अरे कि पोखरा। विदेशीहरू पनि आउँछन्? विदेशी नै आउँछ। एउटा युट्युब आएको थियो म कहाँ लन्डनबाट, त्यो भाइको नाम के हो युट्युबको, गो विथ अली। ऊ पनि आएर खिच्यो मैले बनाएको लाखमरीहरू, जेरी, गजा, लालमोहन, पुरी अनि दुध। खुसी भयो। पछि उसले मलाई कार्ड दिएको थियो अनि मैले हेरेँ। अस्ति दिल्लीबाट नै आएको थियो, भिजी पाजी आएको थियो। धेरै आउँछ अलि यो युट्युब गर्ने भाइहरू धेरै आउँछ। अब खानेकुरामा चाहिँ अब नेताहरू पनि आउँछ, अब जनता त भइहाल्यो होइन, नेताहरू पनि आउँछ, कलाकारहरू आउँछ। उहाँहरूले चाहिँ के भन्नुहुन्छ जेरी खाइसकेपछि? मिठो छ भन्छ। यो अरूभन्दा अलिकति फरक भन्ने खालको प्रतिक्रिया दिनुहुन्छ कि? उहाँहरूले के भन्नुहुन्छ भने आहा कति राम्रो परिवार, श्रीमानले जेरी पोल्ने, श्रीमतीले जेरी पल्टाउने, छोराले चाहिँ प्याकिङ गरेर दिने, कति भाग्यमानी हो भन्छ क्या। भाग्यमानी हुनुहुन्छ तपाईँ? म त संसारको सबभन्दा भाग्यमानी मान्छे ठान्छु। किन भन्दाखेरि भने जस्तो श्रीमती पाएँ, जीवनसाथी पाएछु। यो भाग्यमानी हुन चाहिँ के कुराहरू आवश्यक पर्दो रहेछ? भाग्यमानी हुनलाई चाहिँ मान्छे चाहिँ अब काम के काम गर्नु पर्यो होइन। अनि कामले हो होइन र। काम भएपछि दाम पनि आउँछ, दाम भएपछि अब पैसा भएपछि होइन अब
भाग्यमा नि भयो नि बिरामी भयो नि त्यो पैसा खर्च गर्न पायो औषधि गर्न पायो कहीँ घुम्न जान्छु भने त्यही पैसा खर्च गर्न पायो इष्टमित्र आउँदाखेरि पनि आज मिठो मिठो चिज खुवाउन पायो आखिर चाहिँ पैसा रहेछ ठुलो कुरा कि भाउजूलाई चाहिँ कहिले यो पेसा पुर्ख्यौली भए पनि तपाईँ पछि होइन त्यो परिवारसँग जोडिन जानुभयो दाइसँग बिहे गरिसकेपछि कहिले यो पेसा अलिक दुःखको पेसा यसलाई छोडौँ अर्को पेसा अँगालौँ भनेर सरसल्लाह त्यस्तो भयो कि भएन होइन दुःख त दुःख छ कि दुःखको पेसा हो तर रमाइलो क्या कस्तो रमाइलो सबै आउँछ अनि मैले भन्छु कि ओहो हाम्रो घर सानो भए पनि कति रमाइलो है मेरो घर यो पेसा छोड्नुहुन्न सकेसम्म गर्नु है नसकेपछि छोड्ने त छँदैछ म भन्छु क्या सकेसम्म गरौँ क्या अरे नसकेपछि अब बाबु छ बाबुले के गर्छ अब कति बेला चाहिँ यो हुन्छ नि हजुर छोडो छोडो लाग्ने खालको वा यसलाई अलिकति ठुलो बनाऊ विस्तार गरौँ खालको ठुलो बनाउँदा भन्दा पनि कहिले त कहीँ जानु नपाउँदाखेरि छोडौँ जस्तो हुन्छ नि कहीँ अब कहिले नाटेर कसो काम हुन्छ के बाट हुन्छ बेलामा जानै नपाउने क्या खालि त्यो पसल भनेछ बसेछ त्यो आउँछ जान्छु भन्थ्यो ए म फलान आएको ढिस्काबाट आएको भन्छ त्यो दिनै पर्यो हामीको नाम लिएर आएछ नि दिनु पर्यो त्यही भएर कहिलेलाई छोडाउँ जस्तो पनि भन्छ क्या कहिले नछोडा यो बेसा तिमीहरूले भन्छ भनेर कतै सजिलो गाह्रो छ नि अस्ति बरु 4-5 दिन बन्द भयो नि एकपल्ट कहिले त्यो मेरो छोराको टोपी लाउने बेलामा कि ए काठमाडौँ जानु पर्यो अब पसल छोडेर जाउँ भने अब त्यत्रो मान्छेले आउँछन् जिन्दगी कुरा हो यस्तो दिन कहाँ आउँछ रे छोराले टोपी लगाएको दिन हेर्नै पर्छ भनेर अनि बाहिर यति गतिदेखि यति गतिसम्म बन्द भनेर चाहिँ राखेको अनि यति गति खुल्छ भनेपछि त म त आउनु परेन फेरि काठमाडौँबाट नाइट बसबाट राति आएर बिहान 8 बजे दोकान खोलिदिइहाल्यो मैले भनेको सितिमिति बन्द हुँदैन सितिमिति बन्द हुँदैन 365 दिनमा चाडबाड दसैँको टिकाको दिनमा बन्द हुन्छ एक दिन तिहारमा टिकाको दिन बन्द हुन्छ नत्र भने रेगुलर हो तपाईँहरूले जुन तय गर्नुभएको समय त्यो समयमा चाहिँ तपाईँको पसल खुल्छ अब पहिला त बाआमाको पालामा त बिहान खुलेदेखि राति बन्द गर्ने हो होइन अहिले आएर चाहिँ हाम्रो धेरै भयो होइन यो नियम बनाएको 1 वर्ष भयो कि 1 वर्ष भयो किन भन्दाखेरि अब म पनि मान्छे हो नि बिहान उठ्नु पर्यो टोयलेट जान्छु टोयलेटमा फोन आउँछ 6:30 बजे 7 बजे जेरी ल्याऊ भन्छ होइन अनि यसो ऊ पूजा गर्न लागेको हुन्छ फोन आउँछ भएन 8 बजे गर्नुपर्छ अब 8 बजे गऱ्यो भने हामीहरू मुखसुख पनि धुन पायो पूजा पनि गर्न पायो घर पनि बराल्ने पनि सब काम हुन्छ सुरुमा त्यसपछि नास्ता पनि खान पाउँछ भनेर 8 बजे राख्यो कि बल्ल सहिलो भयो कि अनि 12 बजे बन्द गरेपछि खानासाना खायो अनि तपाईँले चाहिँ यहाँ इन्टरभ्यू दिनु आउनु नि भ्यायो मैले होइन र बुबाले चाहिँ त्यो बेलामा होइन बर्मा इन्डियाबाट जो सिकेर आउनुभयो त्यो रेसिपी जेरी बनाउने अरू मिठाई पनि बनाउने रेसिपीहरू सिकेर आउनुभयो त्यो रेसिपी तपाईँहरूलाई हस्तान्तरण गर्नुभयो हजुर जस्ताको तस्तै हस्तान्तरण गर्नुभयो अघि होइन अब ठ्याक्कै त्यस्तो त नहोला तर त्यस्तै टाइपको स्वाद चाहिँ आज पनि कायम छ पुराना ग्राहकहरू के भन्छन् पुराना ग्राहकहरू चाहिँ अहिले हाम्रो बाको ग्राहकहरू पनि रहेछ 95 वर्षको होइन उहाँको नाति आएर चाहिँ फोटो देखाएको छ भुत्ती हो यो मैले जेरी खाने लिएर आऊ जेरी लिएर गएर खुवायो अनि मैले पनि लिएर आऊ बाजेलाई अनि गाडीमा राखेर बाजे ल्याउँछ आनन्द लाग्ने क्या मलाई आशीर्वाद पनि दिन्छ खुसी लाग्छ अझ नयाँ कुरा के मजा भयो भन्दाखेरि हाम्रो बाको पालामा ग्यारजाती भन्ने थाहा छ नि तपाईँलाई सराङकोटको अलिक तल्लो त्यो गाउँबाट दुध ल्याउँथ्यो कि हाम्रो दोकानमा चिया बेच्थ्यो दुध बेच्थ्यो घिउ बेच्थ्यो अब घिउमा पकाउँथ्यो त्यो दुध ल्याउने महिला 94 वर्ष पुग्नुभयो अनि छोरीले आमा के खाने इच्छा छ भने त भुत्तेको जेरी खाने भन्यो
अनि त्यो दिदी आएर मलाई भन्यो उहाँको छोरी र आमाले यसो यसो भनेछ भने मैले कमलो दाँत छ कि छैन आमाको भने दाँत छैन भने ल यो 4वटा जेरी कमलो आमाको नाममा भनेर पठाएँ। त्यो खाइसकेपछि 1 हप्तापछि उहाँको स्वर्गवास भयो। अनि पछि मलाई फेरि 13औं दिनमा मलामीलाई खुवाउनुको लागि 300वटा जेरीको अर्डर दियो कि पहिला त हिँडेर जानु पर्थ्यो। अहिले त पिस बनिसक्यो त्यहाँ पुरी तरकारी उहाँ बनाऊ चिया उहीँ बनाऊ बरु जेरी म दिउँला भनेर 300वटा जेरी मलामीले खुवाउनु पऱ्यो नि। त्यति बेला चाहिँ ग्यार्जातीको सराङपुरको काशीको मान्छेको चाहिँ मृत्यु हुँदाखेरि घाटमा ल्याउँथ्यो जलाउँथ्यो अनि हाम्रो घरमा अर्डर दिन्थ्यो कि रोटी हलुवा चिया तरकारी सरकारी त्यही दिनमा खाएर उहाँहरू जान्थ्यो कि। अहिले अलिक समय चेन्ज भयो। अहिले चाहिँ बाटो पनि बन्यो त्यहाँ अहिले चाहिँ उहीँ पकाउँछ 13 दिनमा खुवाउँछ नत्र भने त पहिला 1 दिनमा खुवाउनियो। जुनसुकै कार्यको लागि चाहिँ तपाईँहरूले जेरी बनाउनुहुन्छ? हजुर जुनसुकै कार्यको लागि जेरी बनाउनुहुन्छ अर्डरमा हैन? अब हाम्रो फेरि निहारहरूको चाहिँ मर्दा पर्दा फेरि यो चिपन थियो भन्छ क्या। त्यति बेला जेरी 90 हुन्न। अब त मान्छे मलामी जान्छन् किरा बस्नेहरूको दिदीबहिनीहरूले चाहिँ दाजुभाइलाई खुवाउनुको लागि फेरि जेरी गुलियो खुवाउनु पर्छ भन्छ नि। त्यही भयो जेरी। जनतादेखि राजासम्म सबैले चाखेका छन्। जनतादेखि राजासम्म तान्यो। जस्तै अब नयाँ कुरा पुरानो कुरा हाम्रो बाको पालामा राजा महेन्द्र 2017 सालतिर हो जब महेन्द्र राजाले चाहिँ आफ्नो शासन व्यवस्था आफ्नो हातमा लिएपछि देश घुम्न आउँदा पोखरामा बस्दा भिन्नवासिनी मन्दिरको सवारी आउँदा मेरो बुवाले रोटीको गेट बनाइदियो कि। रोटीको गेट बनाइदियो। राजा सर आउँदा त दङ्ग पर्यो होइन। राजाको हातमा मेरो बुवाले एउटा फल हुन्छ कि नारायणी भन्ने फल हाम्रो बारीमा फल थियो अहिले त लोप भइसकेको छ त्यो पहेँलो नारायणी हातमा राखिदिनु भयो। अनि भोलिपल्ट राजाले रत्न मन्दिरको सचिव क्या हाकिमलाई त्यो गेट बनाउने मान्छे को हो उहाँको हातबाट चाहिँ बनाएको चिज खान पाइन्छ कि उहाँलाई बोलाउनु पर्यो भनेपछि उहाँ मेरो बुवालाई रत्न मन्दिरमा बोलायो। अनि त्यहीँ रोटी पकाउने बुवाले चाहिँ आमाले रोटी पकाउने बुवाले नि पकाउने राजपरिवारलाई त्यहाँको चाहिँ यो जर्नेल सर्नेल हुन्छ नि सिपाहीहरू सबैले खुवाउने कि। अब राजा वीरेन्द्रले मेरो दाइ त सानो थियो कति वर्षको 3-4 वर्षको थियो मेरो दाइ खेलाउने कि हातमा खेलाउने कि। त्यो पनि दाइले चाहिँ मौका पाउनु भयो। त्यसपछि राजाले बक्सिस दिनुभयो। अनि घरमा आउने बेलामा फेरि राजा काठमाडौँ सवारी हुनुभयो फेरि जर्सा भऱ्यो कि ए भुत्रे दाइ के हो राजाले मात्रै खुवाउने फेरि हामीले खुवाउनु पर्ने फेरि 1 दिन बसेर उहाँहरूले पनि टन्न खुवाएर अनि बल्ल घर फर्कियो क्या। त्यो इतिहास पनि छ। अब यो त भनौँ न तपाईँहरूले पुर्ख्यौली पेसा हस्तान्तरण गर्दै होइन यो यहाँसम्म अहिलेसम्म 100 वर्षदेखि चाहिँ निरन्तर रूपमा त्यो पसललाई धानिराख्नु भएको छ। त्यो बेलामा बर्मामा यदि अब लाउरे भइदिएको भए त यो सकिहाल्थ्यो होइन। यहाँसम्मको इतिहासै बन्दैन थियो। त्यसमा पनि त्यो घटनाक्रमहरू त्यो तपाईँलाई त्यो इतिहास थाहा छ बुबाको त्यो वा मिठाई पसलमा कसरी काम गर्न पुग्नु भयो वा त्यो घटनाक्रमसँग वा भनौँ न जेरी नै बनाउने खालको तरिकाले चाहिँ उहाँले त्यस्तो खालको इन्सिडेन्ट केही भयो कि भन्ने खालको त्यस्तो छ तपाईँलाई? त्यो बारेमा त मेरो दाइलाई थाहा होला बरु किनभने म त सानो थियो नि। मेरो बुवाको साथी पनि त्यो बर्माबाट सँगै आएको साथी यो बुवाको साथी हो है बर्माबाट आएको साथी भन्थ्यो। म सानो थिएँ कि अलि उहाँ नि बित्नु भयो। उहाँ भएको भए धेरै कुरा जानकारी पाउँथ्यो मैले। त्यति बेला बच्चा बुद्धि आएन है। तपाईँहरूको यो पेसा चाहिँ व्यवसाय मात्रै हो कि जस्तो अघि तपाईँले भन्नुभयो नि नेवारी संस्कारमा चाहिँ जेरीलाई पनि महत्त्व दिइन्छ भनेर भन्नुभयो नि संस्कारहरूसँग चाहिँ कतिको जोडिनु भएको छ कि तपाईँहरूको यो पेसा चाहिँ व्यवसाय? यो व्यवसाय हाम्रो नेवारी कल्चरमा धेरै जोडिया छ। किन भन्दाखेरि हाम्रो नेवारको चाहिँ जन्मदा होस् मिठाईहरू चाहियो वर्तमान गर्दाखेरि होस् मिठाईहरू जस्तै लाखमरी ऐँठे फिनी अनरसा निम्किन होइन
बिहा गर्दाखेरि पनि चाहियो नि साइपाटा भन्छ नि हाम्रो तपाईँले बुझ्नुभयो भने साइपाटा भनेको चाहिँ बिहामा लान्छ नि सगुन त्यसमा लाखमरी चाहियो अनि चरा रोटी भन्छ होइन अनि भ्याकुरा रोटी भन्छ फिनी अनरसा अर्सा सयगुली झिलिङ्गा यस्तो रोटीको मिठाईहरू चाहिन्छ त्यो पनि हाम्रो बिहाको अर्डर आउनुभन्दा अगाडि 1 हप्ता अगाडि भन्यो भने हामीले त्यो पनि बनाइदिन्छ कि पोखरामा त धेरै पर्व यो भइरहेको हुन्छ हजुर हजुर सांस्कृतिक पर्वहरू गाई जात्रा भैरव जात्रा होइन यस्ता खालका पर्वहरूले चाहिँ त्यो व्यवसायमा कतिका टेवा पुगिरहेको हुन्छ वा ती पर्वहरूलाई पनि तपाईँहरूले कसरी चाहिँ टेवा पुर्याइराख्नु भएको छ व्यवसायबाट यो हरेक चाडपर्वमा चाहिँ हाम्रो चाहिँ मिठाई अलिक धेरै बिग्छ कि मान्छेले चाहियो नि घरमा चाडपर्व आयो कि एकदम बिजी हाम्रो चाहिँ यो संस्कृतिसम्म यो हाम्रो मिठाई धेरै जोडिएको छ कि पहिल्यैदेखि निहारको चाहिँ धेरै चाहिन्छ नि अब एउटा राँको काट्यो भने 84 थरीको मासु परिकार बनाइन्छ हामीले मिठाई पनि धेरै बनाउँथ्यौँ कि अझ फिनिसिनी त उसले गर्ने हो कि मैले जान्दिनँ तपाईँहरूको कामको बाँडफाँड छ कसले के गर्ने भन्ने कुरा चाहिँ बाँडफाँड छ भाउजूले के गर्नुहुन्छ त उहाँले चाहिँ जेरीको चाहिँ ब्याटर कि जेरीको चाहिँ के भन्छ फिट्ने पिठो फिट्ने गर्नु जेरीको पिठो उहाँले बनाउने अरूले के गर्नुहुन्छ तपाईँको परिवारमा चाहिँ बिहानदेखि 8 बजीबाट चाहिँ जुन पसल खोल्छ त्योभन्दा अगाडि नै तयारी गर्नुहुन्छ होला बिहान चाहिँ होइन पहिला त उठ्ने बित्तिकै बराल्नु पर्यो नि बुकसुट हुनु पर्यो गर्नु पर्यो त्यो चाहिँ अनि पूजासुजा गरेपछि बल्ल म ब्याटर बनाउँछु अनि अब यो भयो भनेपछि अनि उहाँ ठिक्क पार्नुहुन्छ नि भित्र अनि बाबु आउँछ बाबुले चास्नी चास्नीहरू बनाउँछ बाबुले गर्छ अरू मेरो त ब्याटल मात्र बनाउने काम अनि जेरी पल्टाउने काम मेरो अहिले चाहिँ बच्चाहरूले पनि तपाईँहरूलाई सघाइरहेछ बाबुले सघाएको छ छोरी सघाउने सोगीलाई दिइसके बाबु छ के अरे बाबुले गरिरहेछ साथ दिइरहेछ हामी बिटालाई अब यसको शाखा चाहिँ नखोल्ने शाखा खै यस्तो बाटो रहन्छ नेपालमा नखोल्ने अहिले नखोल्ने बाबुले के गर्छ हामीलाई त पुग्यो त्यति भए पुगिहाल्यो हामीलाई यस्तो हो कि शाखा खोलो भनेर मलाई धेरै ठाउँबाट आएछ माग ग्राहकले भन्छ कि यहाँ पनि खोल्नु पर्यो काठमाडौँमा नेपालगञ्जमा खोज्नु पर्यो ग्राहकले त भन्छ नि अलिक गर्दा गर्दा मलाई अस्ति जापानमा खोल्नु पर्यो भन्यो अलिक गर्दा गर्दा अमेरिकामा खोल्नु पर्यो भन्यो हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशमा छन् नि प्रस्ताव चाहिँ आउँछ अहिले गर्दा गर्दा त्यहाँ युकेमा नेपाली मेला हुन्छ कि त्यहाँ गुरुङ दाईहरूले आजकोले गर्छ कि युकेमा नेपाली मेला जस्तै अस्ति नेवारी कल्चर फर्स्ट भयो त्यो मेलामा कि हाम्रो नेवारी कल्चर फर्स्ट भयो अब उस्तै पऱ्यो भने युके मेलामा पनि हामीले बोलाउने भनिरहेको छ कि त्यहाँ त पुरा मोमोसम्म यस्तो बेच्छ नि अनि हाम्रो यो पुरानो जेरी पसल त्यो माग पनि आइरहेछ युकेमा आएछ अमेरिकामा आएछ होइन त्यस एक त मेरो साथीभाइहरू पनि धेरै छ विदेशमा खोलौँ भन्छ कि अनि बुढेसकालमा है अनि कहाँ सकिने फेरि यो खानेकुरा भन्ने कुरा हामीले पकाएको खाने भनेर आउँछ कि हेर्न पनि आउने अब अन्त दियो भने त बासी हुन्छ के हुन्छ फेरि बेजत हुन्छ नि होइन र त्यही भएर शाखा खोल्न मन लागेन कि पछि पनि नखोल्ने शाखा पछि चाहिँ हाम्रो पालामा त पुगिहाल्यो 3 भागको 2 भाग जिन्दगी गइहाल्यो 1 भाग बाँकी छ त्यो पनि भन्न सकिन्न होइन अब छोराहरूले चाहिँ गर्यो भने छोराहरूको पालो अब यो पोखरा भनौँ न तपाईँ गणेशटोल हुँदै पोखरामा धेरै चाहिँ पर्यटकहरू होइन त्यो पैदल नै हिँडेर पनि जाने गर्दछन् अघि तपाईँले पर्यटकको सन्दर्भ पनि कोट्याउनु भयो के भन्छ खास त्यहाँ आएर पर्यटकहरूले चाहिँ चाख्छन् उनीहरूले मन पराउँछन् वा जेरी बनाउने प्रक्रिया हेरेर जान्छन् के गर्छन् उनीहरू आउँछ 10-15 जना आयो भने 2-3टा जेरी लिन्छ चाख्छ कि टेस्ट गर्छ अनि हामी भक्कसी बाहिरबाट यहाँ आएको हावापानी मिल्दैन हामीले चाहिँ यो चिज धेरै खानु हुँदैन टेस्ट मात्र गर्ने भन्छ क्या एउटा जेरी लिन्छ 3-4 जनाले मिलेर खान्छ कोही भने एउटा सिङ्गी खान्छ नत्र भने टेस्ट गर्छ अनि जेरी पकाएको हेर्छ अनि हामी फोटोसोटो खिच्छ अनि जान्छ दाइको लगनशील देखेर चाहिँ भाउजूलाई
भनौँ न दाइको बारेमा कहिलेकाहीँ तारिफ गर्न मन लाग्ने होइन वा राम्रो नराम्रो बानी त हरेकको हुन्छ त्यस्तो लाग्छ कि लाग्दैन दाइको चाहिँ दाइको बारेमा दाइ उहाँ त मान्छे ज्ञानी हो नि ज्ञानी हुनुहुन्छ त्यस्तो नराम्रो बानी के छैन खै मलाई त दुःख दिनु भएको छैन कि अहिलेसम्म दुःख नराम्रो होला के रे दुःख नरहेसम्म राम्रो है होइन उहाँले काम गर्दाखेरि कामको लगनशीलता कस्तो छ बानी चाहिँ कस्तो छ काम गर्ने बेलाको बानी चाहिँ कस्तो लाग्छ तपाईँलाई काम गर्ने बानी राम्रो छ सबै गर्नुहुन्छ उहाँले मैले केही पनि भन्नु आफ्नो हामी तिनजनाको काम आफ्नै छ तिमीले यो गर त्यो तिमीले त्यो गर छैन हामी हाम्रो मेरो काम यो उहाँको काम यहाँ बाबु काम हामीले के पनि भन्नु पर्दैन आफ्नो काम आफैसँग दिनमा 300 वटा जेरी बनाउनुहुन्छ होइन बिक्री गर्नुहुन्छ तपाईँहरूले तयारी अघिल्लै दिनदेखि गर्नुहुन्छ भोलि त्यही दिनमा गर्ने हो त्यही दिनमा गर्ने हो पिरो त भिजाउनु पर्यो अगाडि हुन्छ होइन हो त्यो र अरू सबै त्यही दिनमा गर्ने हो त्यो भोलिपल्ट गर्ने होइन बासी हुन्छ नि सबैले ताजा खाऊँ न कहाँ कहाँबाट आउनुहुन्छ भुटेको जेरी खाऊँ भनेर तिमीले मिठो खाऊँ न पण मान्छेले भन्छु हुँदैन कति ढिलो हो अलि छिटो खोल्नु पर्दैन ठर्काउनुहुन्छ है अब हाम्रो काम हामीलाई पनि थाहा होला नि कति बेला खोलेर ठिक होला कति बेला नखोलेर ठिक होला त्यस्तो हुन्छ कि मान्छेले अब होटलवाला हो अब कसले ठर्कामै रिस छ क्या अब मैले तपाईँ नगर्नु न हामी यस्तो हट हुन्छ तपाईँ करायो भने हामीलाई त रिस उठ्छ भनेछु चुप्प लाग्छ जब मान्छे प्याक भयो भने झन् कराउँछ है मान्छे एक ढिलो कति ए बाबा त्यो दिदी छ पालो आउँछ नि नगराउनु न बस्नु तपाईँको पालो आइहाल्छु भन्छ हुँदैन मान्छेलाई त हातमै लिइराख्नु पर्ने आउने बित्तिकै लाउनुहोस् भन्नुपर्ने त्यस्तो जमाना रहेछ कि अहिले राम्रो पार्छु भने नहुने रहेछ यो तपाईँहरूले भन्छ नि एउटा ब्रान्ड भुटेको जेरी भनेर एउटा ब्रान्ड बनेको छ होइन यति लामो समयदेखि 100 वर्षदेखि एउटै पेसामा एउटा परिवार लागिरहेको छ होइन यसले पछिसम्म पनि निरन्तरता पाओस् हामी कामना गर्न चाहन्छौँ यो चाहिँ अहिले जुन हुन्छ नि बजारमा प्रतिस्पर्धा छ अनि आउनेहरू ग्राहकहरू थरीका आउँछन् होइन त्यो ग्राहकहरूले गर्ने व्यवहारले कहिलेकाहीँ दिक्क बनाउँछ हो बनाउँछ अब बनाउँछ भने तिनीसँग रिसाएर पनि भन है कसले रिसाउँछ अनि त्यत्तिकै अब के भने गाउँको ग्राहकै रिसाएर पनि साथ दिने भएन कि एउटा भयो नि दुइटा भयो ग्राहक भनेको भगवान हुँदा भनेको राक्षस आउँछ कुनै कल भगवान गरेर राक्षस पनि भित्रिन्छ है कलकल्ला त्यस्तो पनि पाउँछ त्यो गाह्रो छ एउटा पेसामा तपाईँको परिवारसँगको परिवार नै सफल बन्नु भएको छ होइन सबैले चिन्छन् तपाईँहरूको पेसा होइन पोखरा मात्र होइन पोखरा बाहिर पनि देश विदेश सबै चिन्छन् एक हिसाबले तपाईँहरू सफल हुनुहुन्छ यो सफलता कसरी आर्जन गर्न सकिँदो रहेछ मेहनत धैर्यता सबभन्दा कुरा धैर्यता गर्नु पर्यो है त्यहाँ पछि मेहनत गर्नुपर्छ हुन्छ मान्छेले आत्तिर हो कि मान्छे हुनु पनि हो अब त्यत्रो बाल दिनुपर्छ व्यापारै भएन आत्तिनु परेन हामीलाई पो भए पनि ठिक छ नभए पनि ठिक छ भनेर हामी बसिरहेको धैर्य त्यही हो कि आफ्नो घरबाट त्यही भएर धैर्य भयो होला नि हामी पनि हामी नभए ताल त्यही होला नि अर्काको जस्तै होला नि त्यही भएर होला नि त्यस्तो भन्छु म दाइको धैर्यतामा तपाईँले साथ दिनु भएको छ हजुर म पनि आत्तिन्न आज नभए भोलि होला नि भोलि नभए पर्सि होला नि अब मैले भन्छु नि आज मान्छे आएन है हजुर भोलि आइहाल्छ आउँदैन आइहाल्छ त्यस्तै हो व्यवसाय त सधैँ एकनासको हुँदैन उतार चढाव हुन्छ तपाईँहरूको बिक्रीमा पनि त उतार चढाव हुन्छ त्यस्तो खालको एकदमै कम बिक्री भएको समय एकदमै धेरै बिक्री भएको समय छ कि छैन सबभन्दा धेरै बिक्री हुने त आमाको मुखी रिम कि आमाको औँसी भन्छ नि त्यति बेला एकदम हामीले पहिले नै हाफ फ्राई गरेर राख्नुपर्छ कि जेरी 4-5 हजार पकाएर हाफ फ्राई गरेर राख्ने ठुल्ठुलो कराईमा अनि तताउँदै भिजाउँदै दिने हो भ्याउँदैन नि त्यो आमाको मुख हेर्नेमा त्यो लाइभ जेरी पकाउनु लाग्यो भने
मैले 1 घन्टामा 100वटा पकाउँछु होइन र अब बेच्न छ 4-5 हजार 1 घन्टामा 100वटा पकाउनुहुन्छ अब चाहिँ आमाको मुख निम्ना चाहिँ पहिले बनाएर राख्नुपर्छ अनि फ्राई गरेर दिने भिजाएर दिने अहिलेसम्म कतिवटा जेरी पोल्नु भयो जिन्दगीमा करोड लाग्यो होला नि अरबै पुग्नु लाग्यो होला नि हिसाब गर्नु भएको छैन हिसाब गरिन अब दिनमा कतिवटा जेरी दिनको 300वटा हिसाब गरौँ न अब महिना कति भयो 1,08,000 1,08,000 वर्षमा कति वर्ष भयो तपाईँले पोल्न थाल्नुभयो मैले पोल्न थालेको चाहिँ अब 40 वर्ष भनौँ 40 वर्ष भयो भनेको त वर्षको 1 लाखकै दरले चाहिँ आङ्कडा निकाल्ने भयो भने पनि 40 लाख त तपाईँले जेरी पोलिसक्नु भयो सन्तुष्ट हुनुहुन्छ आफ्नो पेसाबाट आफ्नो पेसाबाट सन्तुष्ट छु बुवाले गरेको काम बुवाको आशीर्वादले सन्तुष्टि छु म पेसा परिवर्तन गर्ने बारे सोच्नु भएको छैन परिवर्तन भनेको चाहिँ घर चाहिँ अलिकति परिवर्तन भयो पहिला ढुङ्गाको चाहिँ दोकानमा के ढुङ्गा ओछ्याइएको थियो अलिक फोहोर भएको हुनाले अहिले चाहिँ के भन्छ टाइल राखेको छु अनि चिम्नी के अब आफ्नो स्वास्थ्य पनि हेर्नु पऱ्यो नि जेरी पकाउँदाखेरि चाहिँ त्यो के भन्छ अरे खार आउँछ नि मास लाएर बस्नु पऱ्यो होइन अनि चिम्नी राखेको छु कि मेरो दोकानको परिवर्तन त्यति मात्र भयो यो व्यवसायबाट फुर्सद पाउँदाखेरि चाहिँ के गर्न मन पराउनुहुन्छ तपाईँहरू म फुर्सदको बेलामा मलाई बत्ती काट्नु पर्यो बत्ती चाहिन्छ डुबा चाहिन्छ डुबलाई के भन्छ अरे डुबा डुब काट्छु यसो फुर्सद भयो भने चाहिँ फेसबुक हेर्ने अरू एकैछिनमा फेरि दोकान आउनु परिहाल्ने कहाँ फुर्सद हुन्छ त नि खोइ अलिक फुर्सद बेलामा अब त्यही हो 12 देखि 4 बजीसम्म फुर्सद हुन्छ फुर्सद हुँदैन खाना खाने 2 बजे होइन फेरि हाम्रो चाहिँ कहिलेकाहीँ त्यो अरू मिठाई सिद्धिएको हुन्छ नि त गजा जेरी मात्र त त्यो टाइम भयो फेरि गजा सिद्धिएको बेला त फेरि खाना खायो फेरि गजा पकाइहाल्नु पर्यो गजा ऐँठे लाखमरी लालमुन जुन सिद्धिन्छ नि त्यो ट्याकटुक बनाइहाल्ने हो कि धेरै बनाउनु पर्दैन एक बान बनायो भने 2-3 दिनलाई पुगिहाल्छ लालमुन गजा ऐँठीहरू कि अलिकति व्यस्त बनेपछि मानिसहरू होइन कामदारहरू राख्छन् तपाईँहरू त कामदार पनि राख्नुहुन्न क्या अरे छैन आफै गर्नु हामी पुगिरहेछ यसो नि हाम्रो त भाँडा मोल्नु पर्दैन प्लेटमा दिने हो कागजको प्लेट के फाल्ने हो अनि आफूले चाहिँ 12 हो अरू काम छैन त्यही भएर राखेको छैन यो व्यवसाय तपाईँहरूको लागि चाहिँ सानो हो वा ठुलो हो 100 वर्षको त यो विरासत बोकेर अगाडि बढिरहेको छ नि कसरी लिनुहुन्छ व्यवसाय भन्ने कुरा सानो ठुलो हुँदैन आफ्नो मेहनतले गर्ने हो व्यापार हो सकेसम्म बढाउँदै लैजाने हो व्यापार गर्दाखेरि चाहिँ आत्तिनुहुन्न धैर्यपूर्वक गरेर इमान्दारपूर्वक गऱ्यो भने कुनै पनि व्यापार सफल हुन्छ कि 100 वर्षदेखि तपाईँहरूले गरिराख्नु भएको यो व्यापारको सुरुवात जसरी भयो नि होइन हजुर आज तपाईँहरूले वा तपाईँको बुबाले गर्नुभएको योगदानले गर्दाखेरि आज तपाईँहरू भुत्तेको जेरी भनेर चिनाउन सफल हुनु भएको छ हजुर उहाँले जसरी होइन ऋण काटेर यो व्यवसाय सुरु गर्नुभयो अब त्यति बेला ऋणैबाट सुरु गर्नुभयो त्यति बेला व्यापार गर्दाखेरि चाहिँ घिउ किन्नु पर्थ्यो घिउ अलिक धेरै किन्दाखेरि चाहिँ साथी भाइहरूसँग सापत्ती लिने गर्नुहुन्थ्यो कि अनि पछि त्यो घर बनाउने बेलामा उहाँको बाजेसँग फेरि ऋण लियो कि घर त बनाउँदाखेरि पैसा चाहियो नि उहाँको बाजेहरू त एकदम धनी फौजदार भन्छ कि फौजदार भनेको चाहिँ राणा शासनमा फौज ल्याएको थियो पोखरामा त्यति बेला होटल व्यवसाय थिएन नि होटलहरू कुनै साहुकहाँ गएर भोजन खान्थ्यो सुताउँथ्यो त्यही भएर उहाँको बाजेहरूलाई राणाजीहरूले चाहिँ फौजदार पद दिएको कि अनि हाम्रो बाले पनि उहाँको बाजेसँग चाहिँ ऋण लिएर घर त बनाउनु पऱ्यो नि ऋण लियो घर बनाउँदै गयो पछि व्यापार गर्दै गयो तिर्दै गयो पारिवारिक सम्बन्ध गाँसिनुभन्दा अगाडि त व्यावसायिक सम्बन्ध पनि गाँसियो रहेछ तपाईँ किन भन्दाखेरि अब हाम्रो बाको ग्राहक हो नि त उहाँको बाजेहरू बुवाहरू रोटी त अरू होटल त थिएन पोखरामा पहिलो होटल त हाम्रै हो जस्तै पोखरा होटल पनि थियो नि
पालिके चोकमा। त्यो 2012 सालमा खोलेको रहेछ। हाम्रो त्योभन्दा अगाडि। त्यही भएर चाहिँ उहाँको चाहिँ राणाजीहरू, फौजदारहरू, धेरै जस्तो नियारहरू, अनि फेरि हाम्रो बुवा चाहिँ फेरि गाँजा खानुहुन्थ्यो कि। अनि गाँजा खाने मान्छेहरू आउने, अनि गुलियो खाने, धेरै मान्छे यो गाउँ, यो हाम्रो काशीको, यो भलामको, साराङपुरको, यो पुम्दीको होइन मान्छेहरू पोखरा आउँदाखेरि सामान किन्न आउँछ नि, जिरा मसला ससला कपडा सपडाहरू, खाजा खानु पर्यो। सबै मेरो बाका आउने कि। अनि बाका आउने, अनि चिलीमा गाँजा चट्ट खायो, रोटी खायो, अनि घर जाने कि। त्यस्तो ग्राहक पनि धेरै छ रहेछ। म बच्चामा फेरि आमाले बनाएको चाहिँ त्यो खानेकुरा मिठाईहरू मात्र सिकेर मात्र पुग्थेन क्या मलाई। फेरि हाम्रो नेवारी कल्चर अनुसार नेवारी खाना के त्यो पनि सिक्नु पर्यो। म मेरो काठमाडौँमा चाहिँ मिजु छ कि, बसन्तपुरमा कुमारी मन्दिरको पुजारीको छोरा मेरो मिजु हो कि। अनि म आजभन्दा 40 वर्ष अगाडि काठमाडौँ जाँदाखेरि ए साथी मलाई त्यो नेवारी खाजा घरमा लैजाऊ त, पुरानो चिज खानु पर्यो, छुयाला, कचिला, सचिला, भुट्टा, नेवारी डिसहरू। अनि त्यो मलाई चाहिँ त्यति बेला चाहिँ होनाचे ललितपुरमा लग्यो कि। त्यहाँ गएर खाएँ मैले। मेरो बानी के छ भन्दाखेरि चिज देखेपछि म फेरि घरमा बनाइहाल्नुपर्छ कि मलाई। त्यो टेस्टभन्दा कसरी हुन्छ मिठो, त्यति बेला मैले सिकेँ। नेवारी डिस सिकेँ। अनि यो पुलाउ सुलाउ पनि त्यति बेला क्याटरिङ थिएन नि। म सानोमा मैले पुलाउ पकाइदिन्थेँ। टोल छिमेकीको दिदी बहिनीको बिहा होस्, दाजुभाइको बिहा हुँदाखेरि मलाई बोलाउने, म भान्सामा बस्ने हो, सबैले कटिङ गरेर दिन्छ, मैले पकाइदिने हो। 32 पाती पुलाउ, 200 किलो माछा फ्राई गरिदिने, मोल्नी सोल्नी मैले फ्राई गर्ने, टोल छिमेकी कि। अहिले क्याटरिङको जमाना आयो। अहिले मेरो छोरीको बिहामा त्यत्रो मैले दुनियाँको पकाएँ। मेरो छोरीको बिहा गर्दाखेरि तल्लो घर पनि आउनु, माथि घर पनि आउनु, खाना मात्र आउँछ भोजमा कि होइन, समय छैन नि। अनि त्यसपछि मैले चाहिँ काठमाडौँमा मैले त्यो नेवारी सिक्दाखेरि म पोखरामा एउटा ठुलो नेवारी खाजाघर खोल्छु भनेर मैले प्लान गरेँ है। घरमा भुत्ते जेरी त छँदै थियो। म कान्छा छोरा, म अब चाहिँ नेवारी डिस खोल्छु भनेर म त्यति बेला 40 वर्ष अगाडि सिकेँ। अनि घरमा त खानेकुरा बनाउने भयो। साथीभाइहरूले पनि मैले बोलाउँथेँ। उनीहरूले मासु ल्याइदिन्थे, कसले बँदेल ल्याइदिन्थे, कसले रागो मासु, कसले खसीको टाउको साउ, कसले माछा। अनि मेरो काम त बनाउने, मेरो त सिक्ने कला हो। राति उनीहरूलाई बोलायो खुवाउने। अनि आमालाई दुःख के। अनि म बिहा गरेपछि त अनि आमालाई दुःख भयो, भाँडासाँडा बोल्न धेरै दुःख भयो, यस्तो काम नगर्ने भनेर। अनि अब साथीहरू त्यति छोडिदिएँ। त्यसपछि आएर अब काम त गर्नु पर्यो। अब घरमा आमा छ, दाइहरूले गरिरहेछ। अनि एउटा दाइ चाहिँ मूर्ख के, हाम्रो दाइहरू चाहिँ पढे लेखेको भए पनि ड्रङ्कर के, रक्सी खाइदिने कि। त्यो सानो ल्याएर झन् ड्रग्स खाइदिने। बच्चामा पढ्दा पढ्दा त्यो ड्रग्स लड बस्यो। अलि उहाँ पनि मृत्यु भयो। त्यसपछि आएर मैले होटल खोल्ने भनेको, उसँग सल्लाह गरेँ। घरमा दाइ आमा छँदैछ, सानी आमा छँदैछ काम गर्ने। अब हामीलाई पैसा पुग्दैन, एउटा होटल खोलौँ, अब नेवारी होटल खोलौँ भनेको। उसले के भन्यो भन्दाखेरि यही काम ठिक छ, गरिरहेको काम ठिक छ। त्यो नेवारी कल्चरको काम गर्दाखेरि त्यहाँ रौसी बेच्नु पर्यो, जाँड बेच्नु पर्यो। मान्छे राम्रो भएर आउँछ, अनि हल्लिएर जान्छ, अनि झगडा गर्छ, कुरा धेरै गर्छ, हल्ला गर्छ। त्यो काम नगरौँ भनेपछि मैले चाहिँ अनि धेरै कुरा जाने पनि। अनि त्यो होटल खोल्न मन लागेन कि। मान्छेलाई मिठो खुवाएर खुसी बनाएर पठाउने होइन। अनि त्यसपछि आएर मैले कन्या क्याम्पसमा क्यान्टिन चलाएँ। त्यहाँ पनि रेकर्ड राखेँ। 10 वर्ष मेरो छोरी घरमा पायो, 6 महिनाको भात खुवाई कन्या क्याम्पसमा गरेँ, छोरा कन्या क्याम्पसमा पाएँ। अनि त्यसपछि बच्चाले पढाउँदा मेरो दाइहरू चाहिँ यहाँ बिरामी भयो, आमा बित्नु भयो, सानी आमा एक्लै, दाइ पनि ड्रङ्कर। अनि जेरी पसल बन्द भयो। सबै मान्छे कराउन लाग्यो, ए सानो कान्छा जेरी पसल खोल्नु पऱ्यो, घरमा आइज भने म घरमा चेक गर्न गएको त घर त भूत बङ्गला भइरहेको। दाइको छोरा पनि ड्रग्स खाने है,
दाइ रक्सी खाएर सुतेर बस्ने, त्यो सानी आमाले के गर्ने, एउटा सानो दाइ चाहिँ मानसिक सन्तुलन ठिक नभएको, ओहो घर त बर्बाद भयो, अब मै आउँछु, मै दोकान चलाउँछु भनेर अनि फेरि मैले सुरुवात गरेँ। अनि पछि चाहिँ अनि क्यान्टिन छोडिदिएँ मैले 10 वर्ष चलाएर। ल सर म अब यहाँ छोड्छु, घरै जान्छु भनेर अनि घरमा आएर झन् राम्रोसँग चलाएँ। चलाउँदा अहिले चाहिँ समयले कहाँ र कहाँ पुर्याइदियो। झन् यो मोबाइल आएर होइन, इन्टरनेट आएर सञ्चार माध्यमले चाहिँ संसारभरि जेरी चिनाइदियो क्या, भुत्ते जेरी भनेर चिनाइदियो। त्यही खुसी लाग्छ। हस्, धन्यवाद यहाँहरूलाई।